वाउ खतरा बासो ल एकदम दामी। साथीहरू आउनुहोस् आज बिरयानी बनाउने चाहिँ रेसिपी सिकौँ होइन। यो चाहिँ हामीले 2 किलो चामल लगिसकेका छौँ। 2 किलो चामल अगाडि चाहिँ बोइल गरिरहेका छौँ। उतापट्टि बोइल हुँदैछ चामल र हामी यतातिर प्याजको चाहिँ रेडी गरिरहेका छौँ। यो 8-9 वटा दाना प्याज लिएका छौँ साथीहरू। स्टार्टिङ चाहिँ हामीले प्याज कटिङबाट सुरु गरेका छौँ साथीहरू। यो चाहिँ साथीहरू 2-4 वटा पिस हामीले लामो पिस र बाँकीको चाहिँ पुरै ग्रेभी पिस गरेर चाहिँ ग्रेभीको लागि मसिनो पिस गरेर काटेका छौँ। मसिनो प्याज चाहिँ हामीले साइडमा बोलमा राखेका। यो चाहिँ हामीले चिकन म्यारिनेट गरेका छौँ साथीहरू बिरयानीको लागि होइन। अनि फेरि करिबन मसला ससला हालेर हामीले 30 मिनट अगाडि यो चाहिँ राखिदिन्छौँ 30 मिनटको लागि। बिरयानी बनाउने कडाई पनि हामीले तताइसकेका छौँ र अरू साइडमा चाहिँ हामीले यो 5-6 दाना टमाटर चाहिँ रेडी गरिसकेका छौँ बिरयानीको लागि चाहिँ। र यतापट्टि बिरयानीको चामल पनि रेडी भइसकेको छ र साइडमा हामीले निकालिसकेका छौँ। एकातिर चामल रेडी भयो र अर्कातिर हामीले कडाई बसाएका थियौँ। त्यसमा चाहिँ प्याज हालेर चाहिँ केही समयको लागि हामी यो फ्राई गर्छौँ है त। उतापट्टि हामीले फ्राई गर्न प्याज राखेका छौँ र यतापट्टि हामी टमाटर कटिङ गर्दैछौँ। किन भनेपछि प्याज फ्राई भइसकेपछि चाहिँ हामीले टमाटर हाल्नुपर्ने हुन्छ साथीहरू होइन। टमाटर फेरि ग्रेभी बनाउनु पर्ने हुन्छ, त्यसै कारणले गर्दाखेरि चाहिँ हामी टमाटर पनि काट्छौँ साथीहरू। टमाटर पनि फाइनली हाम्रो कटिङ सकिएको छ। त्यसपछि हाम्रो पालो आएको छ अदुवा लसुन कुट्ने होइन। यसमा ग्रेभी बनाउनुको लागि चाहिँ अदुवा लसुनको मेन भूमिका हुन्छ साथीहरू। यो अदुवा लसुन चाहिँ हामीले हाल्नुपर्ने हुन्छ। यता हाम्रो प्याज फ्राई पनि भइसकेको छ, हामी निकाल्छौँ साइडमा। प्याज निकालिसकेपछि सायद त्यही भाँडामा चाहिँ हामी घिउ थपेर चाहिँ अनि हामी अब अगाडिको प्रोसेस चाहिँ बाँकी लसुन प्याजहरू जे हुन्छ फ्राई गर्न गरम मसलाहरू फ्राई गर्छौँ। केही समय फ्राई हुँदैछ साथीहरू, त अब होल्ड गरौँ। अब चाहिँ हाम्रो प्याज फ्राई गर्ने पालो, साथमा हामीले घिउ हाले। साथीहरू हामी यसलाई चाहिँ केही समय राम्रोसँग चलाउँछौँ जबसम्म ब्राउन हुँदैन। साथीहरू अब चाहिँ यो ब्राउन भइसकेको छ, यी हेर्न सक्नुहुन्छ होइन। अब चाहिँ पुरा पर्फेक्ट ब्राउन प्याज भइसकेपछि हामी टमाटर हालेर चलाउँछौँ केही समयको लागि जबसम्म सफ्ट हुँदैन। यो चाहिँ टमाटर प्याज राम्रोसँग पाकिसकेपछि चाहिँ अब आउँछ पालो मसला थप्नेको। मसला हामी थपिरहेका छौँ साथीहरू होइन। मसला अब यत्तिकै राम्रो तरिकाले पाकिसकेपछि चाहिँ हामीले जो चिकन थियो त्यसलाई चाहिँ हामीले मिक्स गरेर पाक्नको लागि छोडिदिन्छौँ। 10-15 मिनट पाकिसकेपछि हामी चाहिँ फेरि पुनः त्यसलाई चाहिँ चलाउनको लागि किनभने तल नलागोस्, डढ्यो भने चाहिँ अलिक स्वाद खराब हुन्छ, त्यसैले हामीले चलाइरहेका छौँ साथीहरू। हामीले चाहिँ अब चिकन हालेर चाहिँ यसमा छोपिदिएको छु होइन। यो हेर्नुहोस् है त। म चाहिँ उता बिरयानी बनाउँदै ठिकै यता नानी त आफ्नो पुरा काम गरेर खत्तम पारिरहेछन्। यी पुरा घरभरि फैलाइदिए। मेरो पालो भइसकेको छ। चिकन छोपेकोलाई चाहिँ अब पुनः चेक गर्न कस्तो भएको छ। एकदमै दामी भएको छ साथीहरू, देख्न सक्नुहुन्छ कस्तो राम्रो कलर आएको छ। यतिको चाहिँ हुनुपर्छ। फाइनली मैले चाहिँ यो तयारी गरिसकेको छु। अब चाहिँ बिरयानी बनाउनको लागि चाहिँ हामीले अलग भाँडामा निकालिसकेका छौँ। यो हो चामल। अब चाहिँ हाम्रो पालो भइसकेको छ। कडाईमा